उनले पनि राम्रो गरिरहेको हुन्छ। DRS गेमिङ ओके साइक्लोनलाई बचाउन गाह्रो पर्दैछ भन्दै थिए बट बचाएका छन् साथीले। किलर फेरि पनि यतापट्टि कारोलाई गाह्रो पारिँदैछ। फिनिस गरिन्छ। टप 3 टिम्समा गेम परिमार्छन्। DRS गेमिङ यो चिकन निकाल्छन् भने त साथीहरू हेर्न सकिन्छ। यो चिकन त एकदमै भ्यालुएबल त नभनौँ तर पनि एकदमै राम्रो लिड दिने बन्न सक्छ उनीहरूको लागि। पोइन्टको ग्याप अहिलेलाई बढाउन मिल्छ। गनर रहेका छन् बाहिरै आई गेस एन्ड अब 2v1 को फाइट रहेको छ। कसले निकाल्नेवाला छ त गेम आई गेस DRS गेमिङ किनभने उनीहरूलाई चान्स रहेको छ मौका रहेको छ राम्रो एग्रेसन पक्रेका छन्। त्यसैमाथि किलरको किल हेर्न सक्नुहुन्छ। नाम किन किलर राखेको उनले बताउँदैछन् नाम होइन कामले नै मलाई किलर बनाउँछ भनेर। 1v4 को फाइट हामीले बिर्सिन पाएका छैनौँ अघिको 2v2 को ब्याटल अब DRS गेमिङ भर्सेस नट योर फायर नेसनको बिचमा। कसले निकाल्नेवाला छ ग्रेनेड पाल्दैछन्। DRS गेमिङले आफ्नो फ्यानको मन जित्दै अहिले के हुन्छ त कुरा किलर रहनु भएको छ यहाँनिर। DRS साइक्लोनको तर्फबाट नट योर कान्छालाई समस्या पारिँदैछ। ग्रेनेड जान्छ अन पोइन्ट कनेक्सन आउँछ आउँदैन कान्छा पहिल्यै नक आउट। आदित्य अन्तिम प्लेयर। अब चिकन त DRS गेमिङको लागि कसैले रोक्न सक्दैन। आदित्य हिल गर्दै थिए कोसिस बट अन्त्येष्टिमा आई गेस त्यहाँबाट ग्रेनेड नै कनेक्ट हुन पुग्छ। अन्त्येष्टिमा यो प्लेयरलाई निकाल्नुको साथसाथै निकाल्न सफल रहेको छ DRS गेमिङले यो इभेन्टको दोस्रो सेकेन्ड इनर। हिजोको अन्तिम गेमको साथमा एउटा हिरोइक एक्जिट गरेको थियो भने आजको दिनमा फेरि पनि एउटा हिरोइक एन्ट्री आउनेवाला छ। नन अदर द्यान साथीहरू द रियल सोल्जर्स किनभने उनीहरूले आफैले सोल्जर्स भन्छ भनेर देखाएका छन्। किलर वाइटीको यो गेमको दावेदारीले टिमलाई चिकनसम्म पुर्याएको छ।